पत्रकारहरू बस्नको लागि यो सधैँ उभिएर बस्ने वातावरणको अन्त्य सम्भवतः 1-2 दिनभित्र गर्दैछु र यो प्रधानमन्त्री कार्यालयको राइट साइडतिर पत्रकारहरूलाई बस्न कम्तीमा कालो चिया खाने व्यवस्था चाहिँ मिलाउनु पर्छ भनेर भनेको छु। सम्भवतः यो हप्ताभित्रमा भइसक्ला। मन्त्रीज्यू, कुनै दिन तपाईले जवाफ सोध्ने ठाउँमा हुनुहुन्थ्यो, अहिले तपाईँ जवाफ दिने ठाउँमा हुनुहुन्छ र कसरी बोल्ने हो भन्ने कुरा तपाईले गर्न सक्नुहुन्न भने आशावादी नदेखाइदिनुहोस्, एउटा कुरो। अनि अर्को कुरो, पत्रकारलाई बस्ने चिया पिउने त्यो सुविधा चाहिँदैन। पत्रकारलाई यति नियम बनाइदिनुहोस् कि पत्रकारले अगाडि लगाएर माइक तिर्साएर जायज कुराको प्रश्न सोध्ने बेलामा मेरो घाँटी दुख्यो, म बोल्न मिलेन भने हातको इसारा लगाएर पारी पारी भाग्ने त्यो नियम हुनु भएन, मेन कुरा हैन। अनि अर्को कुरो, त्यहाँबाट अनि पत्रकारले चाहिँ एउटा कुरो बोल्दिन पर्यो जनताको लागि, जनता पनि सुन्न चाहन्छ भनेर भन्ने बेलामा चाहिँ भयो आज त यति नै भोलि बोलौँ ल आज यतिमै सीमित राख भन्न पाइन्छ।